वचन चाहिँ जगको मूल ढुङ्गो भएको छु भन्ने विषय अनि अब जसरी अब पुरान धामहरूकै कुरा निकाल्नु न होइन, त्यसले गर्दाखेरि उनीहरूको चाहिँ अब यो पुस्तकहरू चाहिँ रातो कपडाले बेरेर पहेँलोले बेरेर होइन मजाले बेरेर राख्छन् उनीहरूले चाहिँ। हाम्रो बाइबल वचन चाहिँ हामीहरू यसरी आफूले सिरानीमा लिएर ब्यागतिर आफ्नो वेदीतिर चर्चमा हामी राखेकै हुन्छौँ सबै ठाउँमा। तर उहाँहरूले चाहिँ अझै त्यो चाहिँ बेरेर राख्ने गर्छ उनीहरूले चाहिँ। र जगको मूल ढुङ्गो भन्दाखेरि चाहिँ मैले चाहिँ मेरो मनमा लागेर झट्टै छोएको चाहिँ मलाई चाहिँ यही बाइबल हो। जब हामी यो वचनहरूलाई त्याग्छौँ, पढ्दैनौँ, म पनि बेला बेला मात्रै पढ्छु, पढ्नु चाहिँ हामी पढ्दैनौँ, हामी बाइबलको वचन हेर्दैनौँ, हामी खोल्दैनौँ, हामी यसबाट पढ्नु छोड्यौँ अथवा हामीले वचनलाई पालन गऱ्यौँ न, हेऱ्यौँ न, पढ्यौँ न भनेदेखि चाहिँ हामी चाहिँ भन्नुभएको छ हामी चाहिँ चकनाचुर होइन। हामी जब हामी वचनबाट बाहिरिन्छौँ, टाढिन्छौँ, हामी चाहिँ खतम हुने रहेछ भन्ने मलाई लाग्यो। र यसरी आउँदै दिनहरूमा हामी यसरी नै वचनहरू पढेर आदान प्रदान हामी बिहान बेलुका चर्चमा फादरले कति राम्रो मिठो सर्वनहरू दिनुहुन्छ, वचनबारे नै बाँड्नुहुन्छ। म आउँछु सुन्छु, उहाँ पनि त्यही हो। र फादरले पनि मैले छेउमै हुनुहुन्छ, उहाँले चाहिँ एकदम छर्लङ्ग तरिकाले नै दिनुहुन्छ र उहाँ फादरको म राम्रो लाग्छ। र यसै कारणले गर्दाखेरि वचनको आधारमा बाइबलको वचन अनुसार हामी आफै पढेर पनि हामी यसलाई चाहिँ पालन गरेर राम्रो हुनुपर्ने रहेछ। र जब हामी पढ्दैनौँ र टाढिन्छौँ हामी चाहिँ खत्तम बाँचिने रहेनछ, चकनाचुरै हुने रहेछ भन्ने मलाई लाग्यो। र यो वचन दिनुभएकोमा हृदयबाट भन्नु सक्छ।